चाहिँ जियो पोलिटिकल पनि भइराखेको छ। अब इन्डियाले अब जो होल गेममा हामी अवेयर हुनुपर्छ हैन। चाइनिज पुँजी, चाइनिज कन्ट्र्याक्टर्सहरू, चाइनिज तकनिकी उपयोग भएकोमा हामी लिँदैनौँ भनेर उसले भन्न पायो। आफ्नो नेसनल सभरेन चोइस हो, त्यो मार्फत अब हाम्रो लिउ भने पनि हुनसक्छ। वा अब किन जानी जानी आफ्नो जियो पोलिटिकल राइभललाई उठाउन दिने भन्ने छ। त्यहाँ एउटा आइरोनी चाहिँ छ, आफै चाहिँ 140 अर्ब डलरको ट्रेड गरिराखेको छ हिन्दुस्तानले चाइनासित। तर अब यो सानोतिनो नेपालमा आउने ए बाबा यो 10-20 मिलियनका कन्ट्र्याक्टहरूमा उसले किन गरेर तर एउटा सन्देश दिन खोजिराखेको छ कि हैन। यो साउदी एसियन मोन्रो डक्ट्रिन पनि भन्छ। अमेरिकाको उदय हुँदै गर्दाखेरि 19th सेन्चुरीमा उसले युरोपियनहरूलाई भन्यो अब यो मेरो स्फियर अफ इन्फ्लुएन्स भयो हेर हैन। जेम्स मनरोले चाहिँ के भन्यो भने तल छ नि ब्राजिल पोर्चुगिजहरूको थियो, अरू बाँकी ल्याटिन अमेरिका जम्मै स्पेनियर्ड्सहरूको थियो, एक दुईवटा सानातिना फ्रेन्च कोलोनीहरू पनि थिए। अब तिमीहरू हल्ला नगर, यहाँ यो मेरो स्फियर अफ इन्फ्लुएन्स भयो भनेर त्यसलाई मोन्रो डक्ट्रिन पनि भनिन्छ। अब साउथ एसियन मोन्रो डक्ट्रिन चाहिँ अब आयो। अब इन्डिया इज अ राइजिङ पावर, उसले भन्यो कि यो स्फियर अफ इन्फ्लुएन्समा तिमी बाहिरी शक्तिहरू दखल नगर। यो कुरा हामीले बुझिदिनुपर्छ। राइजिङ पावरहरूको अलिकति इतिहासका विद्यार्थीहरूले यसलाई सहजै ग्रास्प गर्नुहुन्छ। तर यस्तोमा पनि हाम्रो त्यो र नेसनलिजम जाग्न हुन्न जस्तो मलाई लाग्छ। यसमा प्र्याक्टिकल हुनु पर्यो, व्यावहारिक हुनु पर्यो। र अघि सेकेरजीले रिफर गर्नुभएको नक्सामा मेरो मकसदै त्यही थियो। अब इन्डिया चाइनामै उत्तरको छिमेकी त हो नि, दक्षिणको छिमेकी भारत भनेको छ। तर डिस्टेन्स, डेन्सिटी र डिभिजन यो 3टा डी को फ्रेमवर्कबाट हेर्नुभयो भने तपाईँको चाइनाको त्यो नक्सा जुन छ, हु वानयोङ लाइन भन्छ, 50% अफ द टेरिटोरी यता छ हामीतिर, अर्को 50% अफ टेरिटोरी अलि इस्टर्न साइडतिर भयो। हामीतिरको 50% आधा चाइनिज भूभागमा जम्मा 6 जना बस्छन् क्या, 100मा 6%, बाँकी 94% उता बस्छन्। हिन्दुस्तानतिर के छ, हामीसँग जोडिएको 1/3 भूभागमा 50% भारतीयहरू छन्, जसको पर क्यापिटा इन्कम बढ्दैछ। एभरेज पर क्यापिटा हामी 1300 छौँ, उनीहरू यसै पनि 3000 जति पुगिसके। तर त्यहाँ रिजनल भेरिएसन हेऱ्यो भने त अब दक्षिणी महाराष्ट्र हैन, अलि धनी पकेट्सहरूमा त उनीहरू त मिडल इन्कम लेभलमा पुगिसके, अप्पर मिडल इन्कम लेभलमा पुगिसके। 8000 10,000 भनेपछि अब यो भनेको के हो भने चाइनासँग फरक ढङ्गको सम्बन्ध नराख्ने भने होइन, त्यहाँ मेबी एयर कनेक्टिभिटी, डेन्स एयर कनेक्टिभिटी विल मेक सेन्स। 10 करोड भन्दा बढी पपुलेसन भएकै, 1 करोड भन्दा बढी पपुलेसन भएकै 16वटा सिटिज छ। 1 करोड भन्दा बढी पपुलेसन भएको सिटिज जुन अरू कन्टेक्स्टमा देशै हो नि, एउटा सिङ्गल सभरेन युनिटै हो नि, 16वटा छ। 1 मिलियन भन्दा बढी पपुलेसन भएको चाइनामा त 160वटा छ सहरहरू। सिटी टु सिटी लिङ्क, कहिलेकाहीँ यो फ्रेमिङ पनि इम्पोर्टेन्ट छ क्या। हामी कन्ट्रीले धेरै डिस्टोर्ट गर्यो। मेबी सिटी टु सिटी इज अ बेटर त्यो इकोनोमिक टाइप इस्टाब्लिस गर्ने एउटा विधि क्या। त्यसैले चाइनातिर एयर कनेक्टिभिटी विल मेक सेन्स। अब फेयर वेदर रोडहरू 2-3टा हामीले जुन बनाउन खोजिराखेको छ त्यो बनाऊ, त्यसलाई अलिक सर्टन गरौँ, एफिसियन्ट बनाऊ, टनल सनल गरौँ। यो टोखा छ अरेतिर त्यो ठिक छ। तर इन्डियातिर एयर कनेक्टिभिटी विल मेक सेन्स, रोड कनेक्टिभिटी विल पे अफ, इभन रेल विल पे अफ है। त्यहाँबाट अब एनर्जी, वाटरवेज विल पे अफ, किनकि त्यो डेन्सिटीले, डिस्टेन्सले, डिभिजनले, मुद्रा, भाषाको जुन सामिप्यता, सांस्कृतिक सामिप्यता छ। सो त्यसरी हेऱ्यौँ भने चाहिँ मलाई लाग्छ हामीले जियो पोलिटिकल रिस्कलाई पनि म्यानेज गर्न सक्छौँ। इनफ्याक्ट चाइनिज मन्त्री अस्ति आउँदाखेरि मसँग भेट भएको थियो, मैले भने उहाँलाई त्यो नक्सै देखाएर भनेको थिएँ क्या, यसले डिक्टेट गर्छ हाम्रो नीति। यहाँ प्रो इन्डियन, प्रो चाइनिज बन्नै परेन। दिस विल डिक्टेट आवर पोलिसी। जे प्र्याक्टिकल हुन्छ, जेले इल्ड गर्छ, जुन हाम्रो नेसनल इन्ट्रेस्टमा छ त्यो गर्ने हो। र योबाट हेर्दाखेरि चाहिँ यो 2-3टा कुरामा हामीले एकदमै चाँडै लो ह्याङ्गिङ फ्रुट्सहरू गर्न सक्छौँ भनेर पनि भनेको थिएँ। अरू अब यो सँगसँगै प्र्याक्टिकल डिफिकल्टिजहरू पनि यहाँ आएको छ। एक्सप्लोसिभ्सहरू होइन, भारतले खै भनेको बेलामा रोकिदिन्छ यहाँ भने अब यो म्यानेज गर्नुपर्छ। यो सबैलाई बङ्गलादेश इन्डियाको उदाहरण दिए जस्तै युरोपमा स्विजरल्यान्डले, माथि जर्मनी छ, यता छेउतिर फ्रान्स छ, तल इटली छ, सबैलाई म्यानेज गर्यो त हजारौँ वर्षदेखि गरिराखेको छ। त्यसैले उता ल्याटिन अमेरिका पनि कोस्टारिकाले म्यानेज गर्यो, नेपालले पनि त्योबाट सिक्नुपर्छ। हाम्रो यो जिङ्गोइजमलाई अलिकति मेलो गरेर प्र्याक्टिकल साधन के हो, साध्य के हो भनेर छुट्याएर गयौँ भने चाहिँ धेरै कुराहरू क्लियर हुन्छन् जस्तो मलाई लाग्छ। ल यो